हेलो गाइज, सम्पूर्णलाई नमस्ते। तपाईहरुलाई फेरि पनि मेरो मिनी ब्लगमा स्वागत छ। र आज चाहिँ न्यू डे न्यू ब्लग तमोर खोलाको असला माछाबाट सुरु हुन्छ। असला माछा चाहिँ आज एकदम अर्गानिक तरिकाले पकाउन गइरहेको छु। सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनु होला है। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। ल अब सुरु गरौँ है त। असला माछालाई चाहिँ सुरुमा पिस बनाउने। पिस बनाएर नुन बेसारसँग हल्का मोलेर छोपेर राख्दिने र केही समयपछि तेलमा फ्राई गरिदिने। फ्राई गरे पश्चात माछालाई चाहिँ पाक्ने गरी एकदम फ्राई गरेर राख्नुपर्छ, किनकि यो त लास्टमा हाल्नुपर्ने हुन्छ। सुरुमा चाहिँ तेलमा मजाले फ्राई गरिदिने, भर्सकरातो हुने गरी माछालाई मजाले पाक्ने गरी फ्राई गरिदिने तेलमा। हेर्न सक्नुहुनेछ। मैले चाहिँ माछालाई फ्राई गर्दैछु, एकदम मजाले फ्राई गर्दैछु। टक्कसँगले रातो हुनुपर्छ है माछा चाहिँ। र त यो अब माछाको लागि भरे टक्कसँगले प्याज, यो चाहिँ हाम्रो छ्यापी, टमाटर र हामीले अदुवा लसुन लङ सुकमेल पनि पिसेका छौँ मसला। अब अर्गानिक चुलोमा तेल बसालेर तेल एड गर्ने। सुरुमा तेल एड गरे पश्चात जिरा हल्का पड्काइदिने, मसला प्याजलाई लगाइदिने। प्याज लगाएपछि हल्का चलाइदिने। अब मजाले टक्कसँगले चलाइदिने। अब यसलाई हल्कासँगले छोडिदिने। अब पालो आयो टमाटरको। टमाटरलाई चाहिँ हल्का चलाइदिने। टमाटर हुन्छ, यसलाई एकदम मजाले पाक्ने गरी पकाउने। यसलाई पनि अब हेर्न सक्नुहुनेछ हाम्रो किचन अर्गानिक चुलोमा अर्गानिक माछा पकाएर खाँदा कस्तो होला है। एकदम गाउँले जीवन यस्तै हो। यो चाहिँ हाम्रो मिक्स मसला खोर्सानी, अदुवा, लसुन, जिरालाई पनि एड गरिदिने। यो मसला पिसेको मिक्स मसला पनि एड गरिदिने। अब यो मसलालाई पनि हल्का पाक्ने गरी पकाउनु पर्ने हुन्छ। यो चाहिँ मसला हो। मसलाहरू पाकिसकेपछि मैले नुन अघि लगाइसकेको छु। नुन लगाएको चाहिँ देखाएको छैन। अब पानी हालिदिने। पानीलाई कति मात्रामा हाल्ने भन्ने कुराहरू हेर्न सक्नुहुनेछ। आफूलाई चाहिँदो एड गर्ने। झोल माछा कसरी बनाउने भन्ने कुरा
सिकाउँदैछु। सबैले ध्यान दिएर हेर्नु होला। अब माछालाई अघि हामीले जुन फ्राई गरेको माछालाई चाहिँ अब त्यो झोलमा लगाइदिने। हेर्नु कति दामी हुन्छ। अब अर्ग्यानिक माछा राम 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 दामी हुनेवाला छ है गाइज। अब लगभग हाम्रो मासु पाकिसकेको छ। मिट मसलालाई म एड गर्दैछु। मिट मसला कागती एकदम हाम्रो अर्ग्यानिक गाउँले कागती मैले हल्का एड गर्दैछु। ल है त साथी हो एकदम आज